Last time ni wala sananin sangka khalo ungkalo baninka kharinka oda yungingka तपाईं रक्सी जार खानु छ कि खानुहुन्न हेलो साथीहरु नमस्कार म विद्या राईको तर्फबाट आज चाहिँ शनिबारको दिन अनि म बिदामा यता धनकुटा आएको थिएँ धनकुटा अनि यता आखिसल्ला पर्छ अनि आखिसल्लामा चाहिँ सत्संग हुन्छ अनि सत्संगमा गएर फर्किँदै छौं अनि हेर्न सक्नुहुन्छ आज चाहिँ एकदमै घाम लागिरहेको थियो अनि अहिले चाहिँ दिउँसोको 1:41 भइसकेको छ अनि सत्संग गरेर फर्किँदै गरेको अनि तपाईहरुले देख्न सक्नुहुन्छ हामी चाहिँ यो बाटोबाट आयौं हैन अनि अब चाहिँ यताको यो सल्लाघारी चाहिँ एकदमै राम्रो मलाई लाग्छ यहाँ आएर पहिलो फोटो पनि खिचेको थियौं अनि एकदमै राम्रो छ सल्लाघारी सुसायो यो सल्ला चाहिँ हावा चल्दा एकदमै राम्रो तरिकाले सुसाउँछ के भनेको मतलब गीत गाउँछ है सुरिलो रुख सल्लाई हो खोजेको तिमीले कल्लाई हो भनेर गीत तपाईले एकदमै त्यो चर्चित गीत त सुनिसक्नु भएको होला हैन हाउ रोमान्टिक भनेर पनि सोच्नुहुन्छ होला म त यस्तै छु त रोमान्टिक छु नि त म त यस्तै छु मेरो भिडियो हेर्न चाहिँ नछुटाउनु होला अनि मेरो भिडियो हेर्दै गर्दाखेरि तपाईहरुलाई एकदमै रोमान्स रमाइलो पनि लाग्नेछ रोमान्स नो त्यस्तो त नहुन् अयो म पनि अनि त्यस्तो छ अनि म त चर्चित हुन चाहन्छु तर चर्चित हुन चाहिँ सकेको छैन अझै पनि हैन म स्ट्रगल पिरियडमा छु तपाईहरुले बुझ्नुहुन्छ नि मेरो भिडियो हेर्नुहुन्न अनि त्यही भएर म स्ट्रगल गरिरहेको छु खै केही छैन चर्चित हुने सबै कुरा हैन आफूलाई चाहिँ एकदमै खुसी र सुखी हुने चाहिँ सबैभन्दा ठुलो कुरा हो भनेर भन्न चाहन्छु चौतरीमा यहाँ चाहिँ घर बनाउँदै हुनुहुँदो रहेछ अनि यस्तो छ यहाँको यताको यो धनकुटाको आखिसल्ला पर्छ कि आखिसल्लामा बनिने घर चाहिँ यस्तो खालको छ है हेर्न सक्नुहुन्छ माथिबाट चाहिँ च्यादर रातो छ जस्ता पाता भनौँ न रातो कलरको रहेछ तर कस्तो डिस्कलर भएपछि यस्तो हुँदो रहेछ पहिला त्यस्तो कलर थियो होला क्लियर गाढा अनि पछिबाट चाहिँ डिस्कलर भएर यस्तो हुँदो रहेछ एकदमै मलाई चाहिँ हिँड्दाखेरि सुहा हुने बानी छ म हिँड्दिनँ नि त खासै नहिँडेपछि चाहिँ गाह्रो हुँदो रहेछ हिँड्न नसकेर है म त अनि हाम्रोतिर चाहिँ राई भाषा यसरी बोल्नुहुन्छ खानानिन साङ्गा खालो उङ्कालो बानिङका खारिङका ओडा युङिङका भनेर भन्नुहुन्छ म चाहिँ बोल्दिनँ है अनि हाम्रो राई भाषा चाहिँ त्यस्तो हुन्छ बान्तावा राई भाषा हाम्रो खोकुतिर त्यसरी बोल्नुहुन्छ खानानिलो ओडा युङयाङ नि दी खासमा खा ऐसा युङका यसै बोल्ता हे यताको लोक मान्छेहरू हामीलो के भन्छ खारिङका खारिङका मम्मी राई भाषा बोल्नु त मम्मी राई भाषा बोल्नु न देखे बोल्नु न बोल्नु निचेपमा चेपमा बोलो न बोलो बोलो बोल्नु न राई भाषा बोलो बोल्नु न कहाँ मैले हिन्दी बोल्नु भनेको त राई भाषामा बोल्नु भनेको हाम्रो बान्तावा राई भाषा हाम्रो साथीहरूलाई सुनाइदिनु ल अब यति भन्नुभयो अब म तपाईहरुलाई ट्रान्सलेट गरिदिन्छु मेरो भिडियो हेर्नुभयो भने तपाईहरुले राई भाषा पनि बुझ्नुहुन्छ के भन्दैन त म त सत्संग गएर फर्केर आउँदैछु भनेर भन्दै हुन्छ मैले ट्रान्सलेट गरिदिएँ ल नेपालीमा यसरी पो बोल्छु त हामी त तपाईहरुको भाषा पनि छ भने सुनाउनु त फेरि अर्को भन्नु त फेरि अर्को भन्नु त त्यत्रो साह्रो हुँदै भिडियो बनाउँछ त्यत्रो साह्रो हुँदै भिडियो बनाउँछस् भन्नुहुँदैछ अब टेम्चोमा कति मिनिङ होला तर कति हेर्नु यो अरूहरूले हेर्दिदैन त होला यसको भिडियो
तर पनि खुब भिडियो बनाउँछ भन्दै हुन्छ यो आमा र छोरी कति भिडियो बनाउँछ कति हेर्नु हौ भनेर भन्छ होला भन्दै हुन्छ त्यसो भन्नुहुन्छ हौ साथीहरू त्यसो भन्नुहुन्छ हौ नभनिदिनु होला हो त्यसो नभनिदिनु होला मासौँ अरे भिडियोमा देखियो भने मासौँ होला देखिरहनु भएको छ तब मासौँ कसरी भन्नुहुन्छ नमस्ते हात जोडेर भन्नु न त नि नमस्कार मम्मी अनि तपाईँ त मलाई त कति सत्सङ जान्नुभएको यो सत्सङ भनेको चाहिँ के हो भनिदिनु त मम्मी सत्सङ भनेको के हो सत्सङ भनेको सत्य वचन हो मार्गदर्शन सामाजिक संस्थाबाट उठेको यो भनेको सत्य वचन अनि घर गएर फर्किँदै गरेको सत्य वचन है सत्य वचन र यो क्रिस्चियन चाहिँ एउटै हो भनेर भन्नुहुन्छ त क्रिस्चियन र सत्य वचन एउटै हो भनेर भन्छन् त सबैले जय मसी हो भनेर भन्छन् त अरूले तपाईँ के भन्नुहुन्छ होइन हाम्रो भनेको सामाजिक शास्त्रबाट सत्य वचन सामाजिक शास्त्रबाट हाम्रो भनेको उठेको हो कि हाम्रो भनेको सत्य भनेको सत्य नै हो सत्य है अनि मैले भन्न खोजेँ सत्य सत्सङ भनेको चाहिँ सबैजना सत्य वचनमा लाग्नुभएको सामाजिक संस्थाबाट भएको हो नि त यो चाहिँ कुनै धर्म पनि होइन कुनै लिङ्ग जात धर्म कुनै पनि होइन यो चाहिँ एउटा सामाजिक संस्था हो सबैजना भएर अनि एउटा शनिबारको दिन चाहिँ हामी सबैजना मिलेर पिता परमेश्वरको महिमा गर्ने उहाँको भजन कीर्तन गर्ने अनि के भन्छ त्यसलाई प्रार्थना गर्ने दिन चाहिँ शनिबार हो अनि जय मसीह भन्नुहुन्छ नि जुन कुरा चाहिँ क्रिस्चियन धर्म भनिन्छ त्यो चाहिँ बेग्लै धर्म हो नि त हाम्रो किरात धर्म पनि होइन त्यो किरात धर्महरू हुन्छ अनि हिन्दू धर्महरू भन्छ नि इस्लाम मस्जिद हो त्यस्तै त्यो चाहिँ बेग्लै धर्म भयो त्यो चाहिँ आइतबारको दिन मात्र उहाँहरूले गर्नुहुन्छ नि त तर हाम्रो चाहिँ शनिबारको दिन गर्छौँ है हामी चाहिँ सत्य वचन सामाजिक संस्थाबाट अनि त्यही हो तपाईँहरूलाई जानकारी गराइदिएको त्यस्तो एउटै चाहिँ होइन कुरो भन्दाखेरि चाहिँ जे भए पनि हामीले चाहिँ सही बाटो अपनाउनुपर्छ सही कुरा सत्य वचनमा चाहिँ एउटै कुरा राम्रो कुरा के छ भने सबैलाई सबै धर्महरूको आफ्नो पूजापाठ पनि गर्न पाउँछ तर क्रिस्चियनमा चाहिँ रोकटोक छ नि त सबै कुराहरू जस्तै यो नगर त्यो नगर आफ्नो ओमा के भन्छ चाडपर्वहरू पनि नमना हेनतेन पूजापाठै नगर भन्ने खालको छ क्रिस्चियनमा चाहिँ नि सत्य वचनमा चाहिँ एउटा सामाजिक संस्था मात्र हो जसमा चाहिँ पिता परमेश्वरकै ऊ हो सत्य वचनमा गर्नुपर्छ महिमा गर्नुपर्छ अनि त्यसमा चाहिँ के छ भने हामीले सबै पूजापाठहरू गर्न पाउँछौँ टिकाहरू पनि लगाउन सक्छौँ त्यस्तो कुरा है साथीहरू मम्मी साँच्ची तपाईँ रक्सी चाड खानु छ कि खानुहुन्न म त खान छोडेको पहिला चाहिँ खानुहुन्थ्यो नि राईको छोरी खान्छु भनिदिनु न जाताले पाएको भनेर भन्नु जाताले पाएको भाटाले बेटेको भनेर भन्दै खानुहुन्थ्यो क्या अनि बुवा पनि खान्छु खान्छु म त खान्छु नमरेसम्म खान्छु भनेर भन्नुहुन्थ्यो अहिले चाहिँ के कुरा छ भने नि साथीहरू अब चाहिँ बुवा मम्मी दुवैजना खानुहुन्न यो चाहिँ मलाई खुसी लागिरहेको छ होइन अस्ति कान्छीले पनि भन्दै थियो तिहारको बेलामा मम्मी बुवा रक्सी चाड नखाएर न त चाडपर्वमा चाहिँ एकदमै खाने नि त दुवैजना कम्पिटिसन गर्दै बुढाबुढी नै अनि त्यहाँदेखि त टेन्सन हुन्थ्यो नि त हामीलाई सबैलाई हामीलाई टेन्सन हुन्थ्यो नि त तर कान्छीले भन्दै थियो बाउमा आजभोलि त रक्सी खाँदैनन् रक्सी चाड खाँदैनन् के भन्छ फ्रेसै फ्रेस भन्दैन मलाई पनि एकदमै खुसी लागिरहेको छ यो कुरा चाहिँ ल अब नखाने नै हो नि तपाईँ म नखाने भएको ल धन्यवाद तपाईँलाई अब नखानु भनेर नै भन्न चाहन्छु अनि हिजो पापा नि म एक्लै जानुभएको छ कि मलाई शङ्का चाहिँ लागिरहेछ क्या शङ्का चाहिँ लागिरहेछ फेरि होइन एउटा कुरा चाहिँ होइन मसँग बोल्दा चाहिँ भिडियो कलमा बोलेको नि त कस्तो तरिकाले बोल्दै हुने क्या कस्तो तरिकाले बोल्दै हुनुहुन्छ अनि फेरि बुवासँग कसरी बुवाले फोन गर्नुभएको होइन राम्रो फ्रेस तरिकाले बोल्दै हुन्छ क्या
अनि छक्कै परिगयो क्या मम्मी के साँच्चै हो त तपाईँले हिजो नखानु भएको भनिदिनु त जनता जान्न चाहन्छन् भनिदिनुहोस् हिजो खानुभयो कि छैन ऊ खानुभयो कि के हो मलाई चाहिँ अब झन् शङ्का लाग्यो है मतलब नखानुहोस् भन्ने मेरो कामना प्रार्थना हो होइन नखानुहोस् मेरो यही चाहना पनि हो र अब हेर्नुहोस् है मम्मी यो छोरी त सायद अब लास्ट होला मतलब वर्षमा एकचोटि पनि भेट्न पाउनुहुन्छ कि पाउनुहुन्न यही अन्तिम पनि भिडियो हुँदैछ तपाईँ र मेरो मतलब त्यसपछि आउँदाखेरि होला हुन त तर पनि यतिको फुर्सद चाहिँ मिल्दैन होला त्यही भएर अन्तिमचोटि यो छोरीको रिक्वेस्ट भनिदिनु खानुहुन्छ कि खानुहुन्न अबदेखि अब नखानु भनेको हेर्नु त म मम्मीलाई कसरी ब्ल्याकमेल गर्छु यति भन्दा हामी चाहिँ यहाँ अब थलथले नै आइपुग्न लागिसक्यौँ कि साँच्चै हामीले भिडियो बनाउँदै जाँदाखेरि होइन त्यसैमा हामी केन्द्रित भइहाल्छौँ नि त ध्यान केन्द्रित हुन्छ अनि बाटो कटाको पनि थाहा हुँदैन हेर्दा हेर्दै हामी त थलथले पो आइपुग्न लाग्यो अरू बेला यही बाटो नै कति लामो लाग्थ्यो भने आज चाहिँ छोटो लागिरहेको छ अब भन्नुपर्दाखेरि सायद मैले 76 सालमै ग्राउन्डसँगै गरेको हो नि त सत्यवचनमा लागेको एउटा यो सामाजिक संस्थामा अनि त्यहाँदेखि अहिले चाहिँ निकै वर्ष भइसक्यो नि अब झन्डै 10 वर्ष पुग्न लाग्यो अब 86 सालमा त म 10 वर्ष पुग्छ भनेपछि त कति भयो 6 त 4 उता 2 6 वर्ष भइसक्यो अब 4 वर्षमा त 10 वर्ष पुग्छ होइन अनि अब लास्ट टाइम नै होला सायद यो चाहिँ म सत्सङ्गमा आएको अब त्यसपछि त म खोटाङ नै जान्छु फेरि पुनः मेरो घर गाउँ होइन आफ्नै घर पाएको ठाउँ जाँदैछु उतै जागिर पनि सर्व हुँदैछ अनि त्यही भएर साथीहरू यो अन्तिम हो यो धनकुटाको यो आमा छोरीको भिडियो चाहिँ अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला भन्दै होइन आमा छोरीको गफ पनि सुनिदिनु होला अनि होइन त मम्मी के भन्न चाहन्छ तपाईँको छोरीलाई यो जेठी छोरीलाई भनिदिनु त अब के भन्नु हेर्नु अब यति कुरा गरेको मम्मी त इमोसनल भइहाल्नु भयो होइन जेसुकै भए पनि नजिक आफ्नो छोराछोरी छ भने चाहिँ के हुँदो रहेछ भने यहीँ छ त सँगै छ त भन्ने हुँदो रहेछ त्यति धेरै वास्ता हुँदैन नि त अनि अब जब चाहिँ आफ्नो छोराछोरीहरू टाढा जान खोज्छन् आफूदेखि टाढा हुन खोज्छन् अनि माया लाग्दो रहेछ सायद त्यही भएको हुनसक्छ त्यही भएर इमोसनल हुँदैछ होइन थलथलेर पनि अब थलथले आइपुग्न लागिसक्यो नि त थलथलेर पनि रोज त्यही हो है साथीहरू अब के भन्नु त अब यस्तै हो यत्रो रमाइलो गरिराखेको बेला चाहिँ अब यो एकदमै हृदय विदारक कुरा भनौँ न अलिकति दुःखदायी कुराहरू गर्न पुग्दाखेरि जो कोही पनि स्याड हुन सक्नुहुन्छ स्याड चाहिँ नहुनु होला होइन म सधैँ यहाँ छु म तपाईँहरूको लागि चाहिँ भिडियो बनाउन भिडियोको कन्टेन्ट दिन म छोड्ने छैन भन्दै होइन भिडियो त म बनाइरहने छु चाहे खोटाङमा जाउँ नेपालको जुनसुकै कुना नेपालदेखि बाहिर विदेशै जाउँ तर म भिडियो बनाउन चाहिँ छोड्दिनँ यो चाहिँ मेरो हबी मेरो इच्छा भनौँ न इच्छा नै हो त्यो बुझ्न सक्नुहुन्छ तपाईँहरूले अनि त्यही हो बाबुआमाको लागि चाहिँ अलिकति छोराछोरी टाढा हुँदाखेरि दुःख मान्नुहुन्छ दुःख चाहिँ नमान्नु होला दुःख नमान्नु होला ल जाँदैछु भनेर खुसी भएको कि अब के भन्नु त यो ठाउँहरू यो सबै कुराहरू म धेरै मिस गर्नेछु सम्झिनेछु यो चाहिँ जेसुकै भए पनि मेरो जन्मभूमि हो धनकुटा अब पहिला चाहिँ लाग्थ्यो एउटा गाविसदेखि अर्को गाविस यही मात्र मेरो जन्मभूमि यही मात्र माइती जस्तो लाग्थ्यो भने धनकुटा टेक्ने बित्तिकै सबै मेरो माइती जस्तो लाग्छ मतलब भन्न खोजेको यो ठाउँहरू सबै नै मेरो माइती हो म अर्कै जिल्लामा गइसकेपछि त त्यो सबै मेरो धनकुटा जिल्ला सबै मेरो माइती गाउँ हुने छ मेरो माइती गाउँ मेरो माइती यो पुगे भनेर एकदम यो ठाउँहरूलाई चाहिँ म धेरै सम्झिनेछु अनि मम्मीलाई के भन्ने त अब होइन मम्मी अब यस्तै हो छोरीचेलीको जिन्दगी पहिला नै तपाईँहरूले बिदाई गरेर पठाइसक्नु भएको छोरीचेली अब के गर्नु जागेको कारणले तपाईँहरूसँगै नजिक हुन पाएको थिएँ अब टाढा भए पनि कहिले नबिर्सिनु होला है यो छोरीलाई है त्यही हो अब भाइ बहिनीहरू चाहिँ बुझ्दैनन् नि त अब सानो भाइहरू चाहिँ अब घरदेखि टाढा गएर काम गर्न खोज्छन् अनि उनीहरू चाहिँ मेरो बाउमाले मलाई रोक्छन् मलाई केही गर्न दिँदैनन् भन्छन् तर त्यस्तो होइन नि त बाउमालाई चाहिँ मेरो आफ्नो छोराछोरी सधैँ साथी होस् जस्तो लाग्छ अब फेरि साथ नभए पनि तँलाई काम पाउँदैनस् काम गर्दैनस् पनि भन्नुहुन्छ त्यो चाहिँ यसो मायाले कराएको हो
घरमै बसेर काम गरिदिए हुन्थ्यो भन्ने लागेको हो नि त। मलाई म बुझ्छु अब छोरीचेली चाहिँ अब अर्काको घर जानै पर्ने साथो। अब नजिकै बिहे गऱ्यो भने त देखाभेट भइहाल्थ्यो। अब टाढा भएपछि यस्तै हो, कुरा लामो भइसक्यो। अब अन्तिममा के भन्न चाहनुहुन्छ त मम्मी? अब केही पनि भन्न सक्दिनँ। मम्मी चाहिँ एकदमै भावुक भएको अवस्था। अब अन्तिममा होइन मम्मी, अनि के तपाईँलाई होइन बुवाको कति माया लाग्छ भन्ने त एकचोटि लास्टमा यति लाग्छ। त्यति धेरै गर्नुहुन्छ? हो भाइ, यो कुरा त बुवालाई थाहै छैन। म अब बुवालाई सुनाइदिन्छु कति धेरै लाग्दो रहेछ। अनि यस्तै यति लामो लाग्छ हो। ल ल, धेरै 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 आकाशभन्दा पनि धेरै, समुद्रभन्दा पनि लामो ठुलो होइन, धेरै माया गर्नु होला भन्दै म चाहिँ आजको भिडियोबाट बाई बाई साथीहरू। मम्मी बाई बाई भन्नु त। बाई बाई, टाटा। ल ल, बाई बाई।